मुकुन्देले आमाको नौगेडी चोर हो, मुकुन्दे चोर हो भन्दाखेरि ए आमाको नौगेडी चोर हो मुकुन्देले, सुन लाउने आमा सुनबुढीको छोरो पो रहेछ त, धनीको छोरो पो रहेछ त भनेर मेरो ब्याकग्राउन्ड झन् राम्रो हुन्छ। मुकुन्देले धरानमा इन्जिनियरिङ क्याम्पसमा किताब चोरो भन्दा इन्जिनियरिङ क्याम्पसको किताब चोरो, त्यो छिर्नै दिँदैन कसरी चोरो त? त्यहाँ पढ्थ्यो होला, यो पढेको मान्छे रहेछ, किताबमा प्रेम भएको मान्छे रहेछ भन्ने पर्छ, बात लाउँदा झन् फाइदा हुन्छ। मुकुन्देले बिआइसिसीमा जागिर खाँदा डन्डी र सिमेन्ट चोरो भन्दाखेरि कसरी चोरो त? बाहिरका मान्छेले त्यो त हेर्न फर्केर दिँदैन सिस्टमले, प्रहरीले। मुकुन्देले डन्डी र सिमेन्ट चोरो भनेपछि ए त्यहाँ जागिर खाने योग्य मान्छे रहेछ। ठिक त्यस्तै नहुँदै नभएका काल्पनिक पृथ्वीनारायण शाहलाई आङ्काजीहरूले थुकेपछि चाहिँ ए थियो होला, गल्ती गरे होला, त्यसैले थुके होला भन्ने पर्छ क्या। त्यसैले पृथ्वीनारायण शाहलाई अझ स्थापित गर्नका लागि आङ्काजीहरूले जुन थुक्ने प्रोग्राम चलाए, त्यो थुक्नु पनि गल्ती र थुकेपछि चाट्ने जुन एउटा लहर उत्पन्न भयो त्यो पनि बेकारको कुरा हो जस्तो मलाई लाग्छ।